रौतहटको चन्द्रनिगाहपुर बजारमा छठ पर्वको नाममा बालबालिकाहरूले पसल पसलमा चन्दा माग्न थालेका छन्। एक सातादेखि विद्यालय जान छोडेका ती बालबालिकाहरू समूह बनाएर बजारका विभिन्न स्थानमा व्यापारीहरूबाट पैसा संकलन गरिरहेका छन्। स्थानीय स्रोतका अनुसार उनीहरूलाई चन्दा संकलनका लागि अभिभावक स्वयंले पठाएका हुन्। छठ पर्वको तयारीका लागि हो भन्दै ससाना बालबालिकालाई पैसा माग्न लगाइएको देखिन्छ। व्यवसायीहरूले भने विद्यालय उमेरका बालबालिकालाई अभिभावकले यस्तो काममा लगाउनु गलत रहेको टिप्पणी गरेका छन्। उनीहरूको भनाइमा बालबालिकाले पढाइमा ध्यान दिनुपर्ने बेला सडक र पसलमा चन्दा माग्न बाध्य हुनु चिन्ताको विषय हो। शिक्षा क्षेत्रमा सरोकार राख्नेहरूले पनि विद्यालय र अभिभावक दुवैको जिम्मेवारी उठाउँदै यस्ता क्रियाकलाप रोक्न आग्रह गरेका छन्। चन्द्रनिगाहपुरमा छठ पर्वको तयारी चहल पहलका साथ शुरू भए पनि बालबालिकाको भविष्यसँग खेलवाड भइरहेको भन्दै स्थानीयहरू चिन्तित देखिन्छन्।